ल चाक अगाडिको झन् बवाल छ ल के बोले भाइ के बोले के बोले के छ थाहा बोले यो चाहिँ माको बोका है हस्ते हाम्रो चाहिँ यता फेरि मेसपाङको दादा है होइन होला के हो हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ मङ्सिर 15 गते बिटा बोक्नु जाँदैछ आज चाहिँ एकदम लास्ट दिन हो बिटा बोक्ने होइन गाउँमा यस्तो छ हाम्रो गाउँ चाहिँ मेरो गाउँ चाहिँ यस्तै छ अनि आज चाहिँ मङ्सिर 15 लास्ट डे हो बिटा बोक्ने होइन अब आजदेखि चाहिँ बिटा बोक्नु बाई बाई ए यहाँ तल छ है हो यही बिटा बोक्नु पर्ने कडाहरू भारी लाउँदैछ यो अनि एकदम रमाइलो हुन्छ सो गाइजहरू लेट्स गो अब चाहिँ हामी बिटा बोक्नु जाँदैछौँ यहाँ पर बाजे पनि आउनुहुँदैछ है हाम्रो योगेन्द्र बाजे अनि अगाडि छ कडाहरू अनि यो मङ्सिरभरि चाहिँ बिटा बोक्दा बोक्दा एकदम थकित भइसक्यो सो साथीहरू है अनि अब त्यही आजको दिन अब लास्ट बिटा बोक्ने हो अनि अब आजदेखि चाहिँ के भन्छ बिटा बोक्नु पर्दैन है आज चाहिँ मङ्सिर 15 गते लास्ट बिटा हो सो गाइड्सहरू अहिले चाहिँ हामी तल किसु बाजेहरूको खेतला जाँदै गरेको अनि किसु बाजेहरूको लास्ट हो बिटा बोक्ने धानहरू थन्काउने भनौँ न सो साथीहरू अब चाहिँ हामी यहाँ खेतमा आइसक्यौँ है अब हामी चाहिँ यहीँ काम गर्ने हो एकदम बबाल आज चलपल हानिदिने सो साथीहरू अनि आज चाहिँ लास्ट डे हो होइन मङ्सिर 15 गते आज बिटा बोक्ने लास्ट डे हो अनि आज एकदम राम्रो चलफल हान्ने हो सो गाइजहरू है सुन्तलाहरू पाकिसकेको छ गाउँमा यस्तो दामी हुन्छ सुन्तला खानु आउनु साथीहरू सुन्तला खानु मेसपाङमा अब चाहिँ म कामतिर लाग्नेछु सो साथीहरू तपाईँहरूलाई म कामहरू गरेको देखाउँदैछु सो फाइनल्ली अहिले चाहिँ हामी बिटा बोकिरहेको छौँ यहाँ अगाडि छ इकडाहरू अनि यहाँ तल खलामा चाहिँ धान झाट्नु हुँदैछ सो अनि अहिले चाहिँ हामी बिटा बोकिरहेको छौँ यहाँ अगाडिको धानहरू बोकिरहेको छौँ चलफल हानिरहेको छौँ सो गाइजहरू चलफल आज मङ्सिर 15 गतेको चलफल सो अनि अब फाइनल्ली अब चाहिँ हामी भारी सारी लगाउँछौँ अनि धानको बिटा भनौँ न होइन बिटा सिटा लाउँछौँ अब बिटा लाग्यो भने तपाईँहरूलाई देखाउँछु कसरी बिटा लाउने भनेर होइन तपाईँहरूकोतिर के कसरी बिटा लाउनुहुन्छ त्यो पनि कमेन्टमा भन्नु होला अनि अहिले चाहिँ हामी कति 4-5 जना छौँ बोक्ने अरू चाहिँ तल यहाँ खलामा धान झाट्नु हुँदैछ अनि यहाँ हाम्रो बबियाङ सर हुनुहुन्छ है हाम्रो बबियाङ दाजु पुला बनाउनेमा चाहिँ हाम्रो तल हुनुहुन्छ हाम्रो शिशिर सर दादा सो फाइनली गाइज अहिले चाहिँ धान झाट्ने क्रम चलिरहेछ बोक्ने झाट्ने एकदम चलफल दिइरहेको छौँ यसो गाइजहरू देख्न सक्नुहुनेछ सो फाइनल्ली गाइज अहिले चाहिँ 12 बजिरहेछ अनि 12 बजे चाहिँ हामी यसो जाँड पानी खाने टाइम हो अनि जाँड पानी खाँदै बसिरहेको है अहिले चाहिँ जाँड पानी खाएर बस्ने टाइम हो अहिले चाहिँ 12 बजे अनि हाम्रो यहाँ किसु बाजेको आज मङ्सिर 15 गते लास्ट डे बिटा बोक्ने अनि आज लास्ट डे चाहिँ बाजेकोमा यहाँ आएको
एकदम अब चलफल हानिरहेको छौँ है गाइजहरू सो फाइनली अहिले चाहिँ म फेरि कडा भएको ठाउँमा आइसकेँ फाइनली हाम्रो खैरे दादा आइसक्नु भएको छ हैन यो चाहिँ माको बोका है हस्ते मेसपाङको ल कडा हो लगाइ लगाइ कडा हो लगाइ यता चाहिँ हुनुहुन्छ हान्दैछौँ हैन के भन्छ यता चाहिँ फेरि बाहुन गाउँको बोक्का है फेरि आमा है सो गाइजहरु अनि यता चाहिँ हुनुहुन्छ यो ल्याङ्डी दादा भन्दा नि हुन्छ हस्ते 3600 भन्दा नि हुन्छ है मुठे ओ सो सरी मुठे पो रहेछ त के गरेको के बोले भाइ के बोले के बोले के छ थाहा भाइ बोले ल खाँदा है सम्झेर खाँदा है ल ठ्याक हान्न त खान्छ अब ठ्याक हान्ला न ल ठ्याक हान्नु अरे म एकचोटि बनाइदिन्छु त भिडियो केटाहरूको हेलो दादा यता 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 हाम्रो चाहिँ यता फेरि मेसपाङको दादा है के हो तल म तपाईँहरूलाई तलबाट फिगर देखाइदिन्छु ओ माई गॉड फिगरहरुमा यस्तो छ बडीहरु यतिको चाहिँ हुनु पर्यो नि त सिक्स प्याक ल सिक्स प्याक है के हो धान त यस्तो सबै पोखाउनु भएछ त हाम्रो दादाले अर्को छ नि यहाँ देख्न सक्नुहुन्छ हैन एकदम हेलो गाइस खैरे मुठे दादा भन्छ यसलाई यहाँ छ नि एउटा हाम्रो सोकडाहरु ओ ल्याङ्डी दादा सो फाइनली त्यो गाइस एकदम चलफल हामी हानिरहेको छौँ तपाईँहरू पनि भिडियोमा हेर्न सक्नुहुनेछ यता हुनुहुन्छ हाम्रो सिलवाङ दादा सो यसरी धानको भारी लगाइरहेको छौँ सो यता हुनुहुन्छ फेरि हाम्रो अर्को के भन्छ मैले नामै बिर्सेँ ओइ यसको नाम के भयो रिजन दादा होइन यसको नाम के भयो अर्को ओ डाकी भाइ एक पद दियो डाकी भाइ एक पद दियो ल 3600 को फिगर है ओ माय गॉड देखाइदिन्छु म टक्लु दादालाई देखाउन दुई ठाउँको चाहिँ नलेन भाइ यार हो भाइ अनि हाम्रो यता शेर्पा काका हुनुहुन्छ के छ काका नसरी बिडा बोकायो आज लास्ट डे है एकदम चलफल त हान्नु परिहाल्यो नि ल यहाँ पारी देखेको चाहिँ यो दाउ है अनि यता चाहिँ हाम्रो मेसपाङ्गा हो हाम्रो यता डगी दादा हुनुहुन्छ सो गाइस अहिले चाहिँ यसले गम्मै लायो है गम्मै लायो कि धानको पुला चाहिँ बिटा होइन भारी लाउँदैछ गमेलले हाम्रो 3600 दादाले र यसले पनि गम्मै हाल्यो है पुला भारीमा ल के भन्ने चाक त सेक्सी छ त के हो हाम्रो 36 दादाको चाक त बबाल छ त पछाडि गर्दै ल चाक अगाडिको झन् बबाल छ ल के बोले भाइ के बोले के बोले के छ थाहा भाइ बोले ल एकडाले भारी उठाउँदैछ है हाम्रो 3600ले त बिटै लागेन त धानको भारी नै सानो छ त भने एकचोटि हरायो मेरोमा मैले भेटेर ल्याए 3600 को फिगर देख्यो न
टमाटरको सिटा सो साथीहरू त्यो चलफल आज दिइरहेको चलफल त च्यात्न त चलफल ओइ चलफल हानिरहेको चलफल के हो च्यात उता अलिकति फेरि के च्यात्नु भन्छ यसले साँच्चै त मुझे ल ल खट 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 भारी त यता त फेरि डगी दादा होइन के हो 36 हो कि डगी दादा हो हरायो मेरो मन भन्न 36 हो कि डगी दादा हो मेरो नाम चाहिँ के हो भने नि समीर दादा हो यो आफ्नो सो गाइजहरू तपाईँहरूले देख्न सक्नुहुन्छ प्रत्यक्ष यता चाहिँ डगी दादा भन्दा पनि हुन्छ 36 भन्दा पनि हुन्छ 36 दादा फेरि लुक्स कम छैन नि बाहुन गाउँको बोक्का फेरि हो लुक्स फेरि कम छैन नि भाइ दिन्छ नि फेरि चलपरहरू यता यता हेर्नु बाहुन गाउँको बोक्का तपाईँहरू योसँग नबोल्नु होला यसले त फेरि यो त सकेर छाड्छ यो त बोक्का होइन होला के हो ए जाठो भेट्टो कि रेटो बन्नै हाल्ने हो भेट्टो कि बन्नै हाल्ने ओ जोनी सो अहिले चाहिँ हामी खाजा खानु लागेको अब खाजा खाने टाइम भयो 2 बजिसक्यो अनि अब चाहिँ हामी खाजा खान्छौँ त्यस पछाडि हामी फेरि चलफल दिने हो सो गाइजहरू होइन अहिले चाहिँ हामी खाजा खाँदैछौँ खाजा खानु लागेको भनौँ न खाजा खाँदैछौँ आया यस्तो मिठो दाँड रहेन फेरि आज त ओइ फेरि अब त फेरि दिनुङ भाइ तपाईँ रक्सी खाने कि जान खाने सो अहिले चाहिँ हामी यहाँ धान पुरा झाटिरहेको अहिले चाहिँ 3:20 जति भइसक्यो होइन रात पनि पर्दै गइसक्यो अनि रात पनि पर्दै गइसक्यो अनि अब चाहिँ हामी छिटो छिटो गरेर यो काम सक्नुपर्ने हुन्छ सो अनि अब चाहिँ हामी सबैजना मिलेर यो सबै यो धान झाटिसकेर हामी बताउनु पर्ने हुन्छ रात परिसक्यो अब सो फाइनल्ली गाइस अहिले चाहिँ हामी धानसान सबै बोकेर बिटा सिटा सबै बोकेर चाहिँ यहाँ खोलामा सबै झाँटिसकेर अहिले धान बटुल्दै गरेको अब चाहिँ यो धान बटुलेर हामी चाहिँ बताउनु पर्ने हुन्छ सो फाइनल्ली अहिले चाहिँ हामी कामहरू सक्नु लाग्यौँ होइन अब चाहिँ कामको अन्त्यतिर आइसक्यौँ अहिले चाहिँ हामी त्यो बिटा सिटा सबै बोकिसकेर बताउनु सुरु गरेको यहाँ अगाडि हुनुहुन्छ जाली हान्ने मान्छे निरज दाई अनि हाम्रो काकाहरू भेनाहरू दाइहरू बताउनु हुँदैछ अहिले चाहिँ साँझ पर्न आँटिसकेको छ यसरी धान बताइदिएछ त्यो चलफल यसो हानिदिएछ होइन आज चाहिँ अन्तिम दिन हो चलफल हान्नु पर्यो नि गाउँमा होइन यतिको अब आजबाट चाहिँ यो धान सान थन्काउने बिटा सिटा बोक्नु बाई आजबाट आजै अन्तिम दिन Falling down
साथीहरू अहिले चाहिँ 5 बजिसकेको छ अनि अहिले चाहिँ हामीले धान बताएर सकिसकेको छौँ। अब चाहिँ रात परिसकेको छ। अब चाहिँ हामीले अनि अब चाहिँ धान सान बताइसक्यो। अब चाहिँ भरेर घरतिर लाने काम मात्र रहेको छ। सो साथीहरू अहिले चाहिँ हामीले धान सान बताइसक्यौँ। अब रात पनि परिसकेको छ, 5 बजिसकेको छ। अनि यहाँ अगाडि देख्न सक्नुहुन्छ धान सान बताइसक्यौँ होइन, रेखिसेकी हानिसक्यौँ। अब चाहिँ यो धानको राशि पूजा गरेर हामी अब रात परिसकेको छ, छिटो काम गरेर हामी अब धान सान बोकेर घरतिर जानेछौँ। सो यो अब राशि पूजा गरेपछि अब भन्न 2 शब्द जति आउँछ यही दिने हो, कमाइ गरे जति आयो त्यति खाने हो, त्यस्तै छ। अब यस्तै उहाँ चाहिँ हाम्रो यहाँ आजको घरमुल्की है, यस्तै छ। अब आज चाहिँ के भन्छ अन्तिम दिन हो। मेसपाङ गाउँकै अन्तिम हाम्रो बिटा होइन हजुर अन्तिमै होला। अन्तिम भोलि छ। कामकुमा दाइको भोलि सिम्मा ओ सिम्मा सिम्मा सो गाइजहरू अहिले चाहिँ हामी बेलुकाको टाइम भइसक्यो अनि चहल पहल हान्दै गरेको है। हाम्रो यहाँ गाउँको हिरो हुनुहुन्छ शिशिर भाइ। अहिले चाहिँ शिशिर भाइको घरको बिटा बोकेको है, चहल पहल हानिरहेको अहिले चाहिँ। अब चाहिँ रात परिसकेको छ, छिटो गरेर हामी चाहिँ अब धान सान भरेर बोकेर घर जानुपर्ने हुन्छ है। साथीहरू आजको काम चाहिँ सक्यो होइन। आजको दिनको काम चाहिँ अब बिटा छिटा गरेर धान सान सबै थन्काएर सकिसक्यो। अब धानहरू थन्काएर सकिन आँट्यो होइन। अब रात परिसक्यो अनि आजको भिडियो चाहिँ यति नै। नेक्स्ट भिडियोमा भेटौँला।